यहाँ चाहिँ उता सुनाउनुहोस् मानिने उता सुनाउनुहोस् ठिक छ सुन्नुहोस् कुरा गर्दाखेरि सुन्नुहोस् मान्यज्यू मन्त्रीज्यू एकछिन मन्त्रीज्यू सुन्नुहोस् मन्त्रीज्यू ल मन्त्रीज्यू सुन्नुहोस् मन्त्रीज्यू यो एकछिन सुन्नुहोस् मन्त्रीज्यू कुरा सुन्नुहोस् होइन मेम साहब एकैछिन है एकैछिन मन्त्रीज्यू हामीले प्लिज होइन समस्या समाधानको लागि कृपया एकजना बोलौँ नगरौँ ल बस मेम साहबहरू बस्नुहोस् एकछिन सुन्नुहोस् त